डिम्याट अकाउन्ट खोलेर आइपिओ भरिरहनुभएका वा दोस्रो बजारमा कारोबार गरिरहनुभएका डिम्याट खाताहरूले प्रत्येक आर्थिक वर्षभित्र डिम्याट खाता रिन्यू गर्नुपर्ने हुन्छ र मेरो सेयर अकाउन्ट भने तपाईले जहिले खाता खोल्नु भएको त्यही समयमा रिन्यू गर्नुपर्ने हुन्छ। यदि तपाईले यो आर्थिक वर्षभित्र नयाँ खाता खोल्नु भएको छ भने पनि यो असार मसन्ता यानि कि आर्थिक वर्षको अन्तिमसम्ममा तपाईले खाता रिन्यू गर्नुपर्ने हुन्छ। यदि यो आर्थिक वर्षभित्र तपाईको खाता रिन्यू नभएमा तपाईको अकाउन्टमा भएको सेयरहरू फ्रिज हुन्छ र तपाईको अकाउन्ट पनि फ्रिज हुन्छ, जसको कारणले तपाईको सेयरहरू बेच्न पनि मिल्दैन र तपाईले कुनै पनि आइपिओहरू भर्न मिल्दैन। र आजको भिडियोमा म तपाईलाई आफ्नै फोनबाट डिम्याट अकाउन्ट कसरी रिन्यू गर्ने भनेर पुरा प्रोसेस सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नु होला र च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा क्लिक गर्न नभुल्नु होला आगामी यस्तै अपडेटहरूका लागि। सबैभन्दा पहिले फोनको स्क्रिनतिर जाउँ। डिम्याट या मेरो सेयर रिन्यू गर्नको लागि सबैभन्दा पहिले मेरो सेयर एप्लिकेसनलाई ओपन गर्ने। एप ओपन भइसकेपछि यहाँनिर आफ्नो आइडी पासवर्ड हालेर लगइन गर्ने। खोल्नेबित्तिकै यस्तो इन्टरफेस आउँछ। त्यसपछि माथि यो मान्छेको प्रोफाइल जस्तो भएको आइकनमा क्लिक गर्ने। अब यहाँनिर रिन्यू अकाउन्ट भनेर लेखिरहेको छ। यहाँ मेरो अकाउन्टको चाहिँ रिन्यू गर्ने बेला भइसकेको छ र रिन्यू अकाउन्टमा क्लिक गर्ने। यहाँनिर चाहिँ अब धेरैवटा अप्सनहरू देखाइरहेको छ। अब तपाईसँग कुन अप्सन एभाइलेबल छ, जस्तै ई सेवा, खल्ती, आइएमई पे, कनेक्ट आइपिएस। अहिले चाहिँ म ई सेवाबाट गर्न गइरहेको छु, त्यसैले म ई सेवामा क्लिक गर्छु। अब यहाँनिर तपाईले मेरो सेयर मात्रै गर्ने कि डिम्याट मात्रै गर्ने त्यही अनुसार सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै यहाँ मेरो सेयर भयो, यो मेरो सेयर मात्रै गर्ने भए, डिम्याट मात्रै गर्ने भए डिम्याटमा क्लिक गर्नु पर्यो। म चाहिँ अहिले दुईटै गर्न गइरहेको छु रिन्यू। यहाँ कति वर्षको लागि गर्ने भनेर यहाँ वर्ष दिएको हुन्छ। अब यहाँ वर्ष आफूले सिलेक्ट गर्ने। म अहिले 1 वर्षको लागि गर्न गइरहेको छु। यसमा गएर तल गएर प्रोसिडमा क्लिक गर्ने। यहाँनिर तपाईको ई सेवा आइडी र एमपिन हाल्नु भनेर भनेको छ। यहाँनिर आफ्नो आइडी लगइन गर्ने। यहाँबाट लगइन गरिसकेपछि एउटा ओटिपी माग्छ। यहाँनिर चाहिँ ओटिपी हाल्नुपर्ने हुन्छ। ओटिपी हालेर भेरिफाईमा क्लिक गरिदिनुपर्छ। भेरिफाई भइसकेपछि यहाँनिर मेरो सबै डिटेल आइसकेको छ। अब यहाँनिर चाहिँ तपाईले कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। अब तपाईले केबाट पेमेन्ट गर्ने हो यहाँनिर लेखेको छ। ई सेवामा लिङ्क भएको बैंक अकाउन्टबाट गर्ने हो कि ई सेवाबाटै गर्ने भनेर भनेको हुन्छ। हामी चाहिँ डाइरेक्ट ई सेवाबाट गर्ने हो। पेमेन्ट सक्सेसफुल भनिसकेपछि तपाईको चाहिँ मेरो सेयर अकाउन्ट डिम्याट जे रिन्यू गर्न आँट्नु भएको थियो त्यो चाहिँ सक्सेसफुली रिन्यू हुन्छ। त्यति गरिसकेपछि तपाईले एकचोटि प्रोफाइलमा गएर चेक गर्ने। हेर्न सक्नुहुन्छ मेरो चाहिँ रिन्यू भइसकेको छ।